नमस्कार। आज हामी नेपालका 7 प्रदेश अन्तर्गत रहेर प्रदेश नम्बर 2 को बारेमा अध्ययन गर्नेछौँ। प्रदेश नम्बर 2 को नाम मध्य प्रदेश रहेको छ। मध्य प्रदेश भनेर 2078 साल माघको 3 गते चाहिँ नामाकरण गरिएको थियो। मध्य प्रदेश 9661 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरेर 8वटा जिल्लाहरू रहेका छन्। सबैभन्दा ठुलो जिल्ला भनेको सप्तरी हो, जसको क्षेत्रफल 1363 वर्ग किलोमिटर रहेको छ। त्यसैगरी यस प्रदेशको सानो जिल्ला भनेको महोत्तरी। प्रदेश नम्बर 2 को प्रदेश राजधानी धनुषाको जनकपुर हो। यस प्रदेशको पूर्वमा कोशी प्रदेश, त्यसैगरी पश्चिममा बागमती प्रदेश, उत्तरमा कोशी प्रदेश र बागमती प्रदेश, त्यसैगरी दक्षिणमा भारत पर्दछ। यो मध्य प्रदेशको 4 सिमाना। राष्ट्रिय जनगणना 2078 का अनुसार मध्य प्रदेशको कुल जनसङ्ख्या 61,14,600 रहेको छ, जस अन्तर्गत पुरुषको जनसङ्ख्या 30,65,751 र महिलाको जनसङ्ख्या 30,48,849 रहेको छ। यस प्रदेशमा 11,56,715 परिवार सङ्ख्याको बसोबास रहँदै आएको छ। मध्य प्रदेशको साक्षरता प्रतिशत 63.5 रहेको छ, जस अन्तर्गत पुरुषको साक्षरता प्रतिशत 72.5 र महिलाको साक्षरता प्रतिशत 54.7 रहेको छ। हामी मध्य प्रदेशमा पर्ने 8वटा जिल्लाका साक्षरता प्रतिशत छुट्टा छुट्टै पनि अध्ययन गर्नेछौँ। सप्तरी जिल्लामा 67.69% साक्षरता प्रतिशत रहेको छ। त्यसैगरी सिराहाको 65.11%, धनुषाको 65.22%, महोत्तरीको 59.77%, सर्लाहीको 60.31%, रौतहटको 57.75%, बाराको 65.54% र पर्साको 69.12% रहेको छ। मध्य प्रदेशमा मिश्रित जातिको बसोबास रहेको पाइन्छ। मुख्य गरी मध्य प्रदेशमा यादव, गुप्ता, दास, थारू, राजवंशी, मुसलमान आदि जातिहरू चाहिँ बसोबास गर्ने गर्दछन् र यस प्रदेशमा बोलिने मुख्य भाषा भनेको मैथिली, बज्जिका, अवधी, उर्दू, हिन्दी, थारू, नेपाली आदि रहेका छन्। धार्मिक तथा पर्यटकीय हिसाबले पनि मध्य प्रदेश एकदमै चर्चित रहेको छ। धनुषाको जनकपुर धाम, बाराको गढीमाई, सप्तरीको छिन्नमस्ता, ऐतिहासिक स्थलका रूपमा परिचित सिमरनगढ, त्यसैगरी सर्लाहीको भरतताल आदि चाहिँ धार्मिक तथा पर्यटकीय चर्चित स्थलहरू मध्य प्रदेशका हुन्। मध्य प्रदेशको एकमात्र राष्ट्रिय निकुञ्ज भनेको पर्सा राष्ट्रिय निकुञ्ज हो। यस प्रदेशमा जम्मा 136वटा स्थानीय तहहरू रहेका छन्, जस अन्तर्गत गाउँपालिका 59वटा, नगरपालिका 73वटा, उपमहानगरपालिका 3वटा र महानगरपालिका 1वटा रहेका छन्। यसरी मध्य प्रदेशमा जम्मा स्थानीय तहको सङ्ख्या भनेको 136 रहेको छ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूको प्रतिक्रियाले नै हाम्रो यस च्यानलको पाइलो अगाडि बढ्नेछ।